बाल्यकाल भन्नुपर्दाखेरि चाहिँ हामी 3 जना दिदीबहिनी, म चाहिँ कान्छी छोरी हैन। कान्छी छोरी एकदमै अब कान्छी भएपछि अटोमेटिकली सबैले माया गर्ने हैन। त्यही भएर बाल्यकाल सम्झिँदाखेरि चाहिँ के सम्झिन्छु भन्दा 3 जना दिदीबहिनी भइसकेपछि साथी नचाहिने अनि 3 जनामा एकअर्का खेल्दै हैन। अनि अब त्यो घरको कुरा गर्नु पर्दाखेरि चाहिँ मम्मी ड्याडी अनि मेरो अंकल काका चाहिँ विवाह नगरिकन मैले चाहिँ यो 3 जना छोरीहरुलाई नै हेर्छु भनेर बिहा नगरिकन बस्नु भएको उहाँ चाहिँ। कति राम्रो है। हजुर। अनि त्यसपछि के हुन्थ्यो भन्दा हामीले उहाँलाई काका भन्यो भने रिसाउने कि ड्याडी नै भन्नुपर्छ है भनेर। अनि हामी 3 जना दिदीबहिनीले के प्लान गर्यौं भन्दा ल ठिकै छ त्यसो भए हामी अब ड्याडीलाई बोलाउँदाखेरि चाहिँ आफ्नो ड्याडीलाई नाम लिएर राजु ड्याडी अर्को चाहिँ शेखर ड्याडी हैन। सो राजु ड्याडी शेखर ड्याडी अहिले पनि हामी त्यसै नै राजु ड्याडी शेखर ड्याडी भनेर नै भन्छौं। अनि तर जेस उहाँले 3 जना छोरीलाई पनि जेस अब पहिला त एकदमै त्यो बेलामा त्यो परिवेशमा अब छोराको डिमान्ड एक्ज्याक्टली हैन छोरा। तर मेरो ड्याडी चाहिँ पहिलादेखि डिफरेन्ट हैन। सुरुमा जेठी छोरी पाउँदा पनि ओहो लक्ष्मी पाए भनेर धेरै खुसी भएर मिठाई बाँड्नु भएको थियो रे हैन। अनि सेकेन्ड टाइम पनि छोरी नै होस् भनेर जस छोरी आई डोन्ट नो व्हाई बट मेरो घरमा चाहिँ त्यसरी त्यही भएर छोरी भएको कारणले गर्दाखेरि चाहिँ भेदभाव कहिले फेस गर्नु चाहिँ परेन मैले।